नमस्कार दर्शकहरू अर्थ संवादमा यहाँलाई स्वागत छ। म अच्युत पौडेल। अर्थ संवादमा हामी अर्थतन्त्रका समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्ने गर्छौँ, बहस गर्ने गर्छौँ। दर्शकहरू, यति बेला आर्थिक वर्षको अन्त्यसँगै नयाँ आर्थिक वर्षको प्रारम्भ र त्यसका लागि सरकारबाट बजेट प्रस्तुत अनि राष्ट्र ब्याङ्कबाट मौद्रिक नीति समेत प्रस्तुत भइसकेको छ। यसले आर्थिक वर्ष 75-76लाई समृद्धिको आधार वर्षका रूपमा इतिहास रच्ने आधार वर्षका रूपमा स्थापित गर्ने पनि भनिएको छ। यसका लागि राष्ट्रिय उत्पादन वृद्धि गर्न आवश्यक छ र अहिलेसम्म सरकारले प्रस्तुत गरेका कार्यक्रमहरू मौद्रिक नीति अनि यसले राष्ट्रिय उत्पादन अभिवृद्धिका लागि कतिको प्रेरित गर्न सक्छ, यसका लागि उपयुक्त वातावरण कस्तो हुनुपर्छ लगायतको विषयमा केन्द्रित रहनेछ आजको अर्थ संवाद। यसका लागि हामीसँग अतिथि हुनुहुन्छ सार्क एसएमई फोरम अर्थात् दक्षिण एसियाली राष्ट्रहरूका साना तथा मझौला उद्योगहरूसँग सम्बन्धित संस्था सार्क एसएमई फोरमका अध्यक्ष हुनुहुन्छ सुरेश प्रधान। स्वागत छ यहाँलाई। अहिले सरकारले जुन बजेट प्रस्तुत गरेको छ, मौद्रिक नीति प्रस्तुत गरेको छ अनि आर्थिक वर्ष 75-76लाई आर्थिक समृद्धिको इतिहास रच्ने आधार वर्षका रूपमा स्थापित गर्ने पनि भनिएको छ। यो हुँदै गर्दाखेरि यहाँले एउटा प्राइभेट सेक्टर, त्यसमा पनि औद्योगिक उत्पादन लगायतको कुराहरूमा लागिरहनु भएको उद्यमीका नाताले अहिलेको समसामयिक यो विषयवस्तु र अवस्थालाई कसरी निहाल्नु भएको छ? समष्टिगत रूपमा आर्थिक बजेटको कुरा गर्ने बेलामा मूल रूपमा अर्थमन्त्रीले प्रकाश गर्नुभएको हुन्छ 5। त्यस्तै अब अरू युवाहरूलाई पनि रोजगारमा प्रवेश गराउनु पर्ने चाहिँ कुरा गर्नुभएको छ। एकातिर यस्तो छ भने अर्कोतिर चाहिँ अब लघु घरेलु तथा साना उद्योगलाई सम्बोधन गरी प्रवर्धन गर्ने जुन कुराहरू त्यो कृषि भन्दा मानेको छ। किनभने कृषि र अन्य क्षेत्रमा चाहिँ त्यो एक्सपोजर दिने कुराहरू छ, तर लघु घरेलु तथा साना उद्योग क्षेत्रको उत्पादनमूलक र सेवामूलक व्यवसायमा त्यति फोकस गर्नुभएको चाहिँ पाएन मैले। त्यस कारणले अब अर्को पाटो भयो भने 1354 अरब बजेट चाहिँ ल्याउनु भएको छ अनि त्यसको करिब 62% चाहिँ साधारण खर्च देखाउनु भएको छ अनि करिब त्यस्तै त्यो कम्पेरिटिभली 36% 38% जति विकास बजेटको कुरा गर्नुभएको छ। अब त्यसको प्रकारान्तमा कुरा गर्नु भने राजस्व उसले 61% छ, मैले अनुमान गरेको चाहिँ अब मैले क्यालकुलेट गरेको त्यो त साधारण खर्चलाई नै नपुग्ने खर्च भयो। अब बाँकी जुन 2-3% पनि साधारण खर्चलाई चाहिँ अर्को उठाउनु पर्ने जस्तो देखेर वैदेशिक अनुदान अथवा ऋण सहयोग अथवा स्थानीय निकायको स्थानीयबाट ऋण परिचालन गर्ने भन्ने कुरा सबै त्यो ऋणमा आकाशे झरी जस्तै हाम्रो पानी जस्तै हुनुभयो। अर्को कुरा गर्ने हो भने अब रिसेन्ट कुरा गर्ने हो भने हामीले तपाईँहरूकै मिडियाबाट प्रसारण भइरहेको छ 79% भन्दा बढी खर्च भएको पोहोरको बजेटको 1200 अरबको 79% भन्दा खर्च भयो। 1315 अरबमा पनि त्यस्तै अब 80-82-85% खर्च होला। त्यो गरेर अब सबै सङ्कुचन चाहिँ आउने चाहिँ विकास बजेटमा भयो देखियो। पहिलाका बजेटहरू पनि त्यसै अनुभव गरेका थियौँ हामीले। त्यस कारणले विकासमा फोकसै पुगेन। अर्को पाटो भनेको उद्यम व्यवसाय प्रवर्धनको मूल निकाय भनेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो। 1315 अरब बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निहित उसमा चलायमान हुने बजेट भनेको 10-12 अरब म्याक्सिमम 13 अरबदेखिसम्म। त्यो भएपछि 1% बजेटले 10 गुणा 12 गुणा व्यापार घाटा भएको देशलाई कसरी चलायमान गर्छ? त्यो अब पछि बजेटले अर्थमन्त्रीले चाहिँ यहाँको औद्योगिक उत्पादन लगायतको विषयमा सम्बोधन गर्नु भएन। सम्बोधन नगरेको भन्न खोजेको होइन कि यसले सिक्वेन्सियल अर्डरमा चाहिँ ल्याउनु भएको। एकातिर प्रवर्धन गर्ने भन्नुभयो तर बजेट छुट्टिन, अर्कोतिर बजेट छ तर कार्यक्रम छैन। त्यस्तो छ। अब जस्तो कृषि मन्त्रालय, वन मन्त्रालय त्यहाँबाट सरकारी बजेट छ, त्यो मैले ठ्याक्कै हेर्नु हेरेँ
छैन। त्यस कारणले अब 5 लाख रोजगारी सृजना गर्नलाई कम्तीमा एउटा रोजगारी सृजना गर्न 1 लाखदेखि 3 लाख रुपियाँ लाग्छ हाम्रो प्र्याक्टिसमा। त्यो भनेको त्यही मोबिलाइज गर्नलाई पनि हाम्रो बजेट पुगेन, उद्योग मन्त्रालयको बजेट पुगेन। त्यो बजेट कहाँबाट आउँछ भने त्यो कहीँ निकास देखिएको छैन। त्यस कारणले यसले मोमेन्टम चाहिँ क्रिएट गर्यो तर फेसिलिटेसन चाहिँ गर्न सकेन। जस्तो बजेटमै पनि यहाँहरूले सुझाव त दिनुभएको छ पक्कै पनि। यहाँहरूले दिएको सुझावहरू के समेट्यो? अब त्यस्तो बजेटमा सुझाव दिने भने प्राइभेट सेक्टरको एक्सपेक्टेसन म्याच गर्न मन्त्रालय, अर्थ मन्त्रालय अथवा सरकारले सकेको छैन। किनभने सरकारको बजेट आउने बेलामा चाहिँ पुरानो बजेटमा म्याक्सिमम् 10% बढाएर दिने बजेट दिने भन्छ। त्यो मोडालिटीमा काम गरुन्जेल यो हामीले दिएको सुझाव त्यहाँ इन्कर्पोरेट गरे पनि नगरे पनि त्यसको अर्थ के लाग्दैन। किनभने बजेटै नआएर केही भएन। हामीले भनिरहेको कुरा भने एउटा त प्राइभेट सेक्टरको क्यापेसिटी इन्हान्समेन्ट गर्नुपर्छ। यसलाई टोकन भयो भने के भयो भने बजेट छुटाएर जानुपर्छ। होइन भने भोलि तपाईँ सरकारले हामीसँग त्यस्तो सुझावहरू माग्यो भने हामी आफै विज्ञ होइन, त्यो विज्ञहरूलाई राखेर काम गर्न सकिन्छ। एउटा पाटो त्यो हो। अर्को पाटो भनेको अब मार्केट एक्सेस र फिनान्सियल एक्सेसको कुराहरू खुल्ला रूपले दिनु पऱ्यो, अनि मात्र इन्भेस्टमेन्ट आउँछ। सरकारको नीति अब वैदेशिक लगानी बढाउने भन्ने छ, तर स्थानीय लगानीकर्ताहरूले नै हिजोको अवस्थामा वैदेशिक लगानीकर्ताहरू कसरी आउला त्यसलाई मिटिगेट गर्न, एउटा फेभरेबल कन्डिसन क्रिएट गर्न पनि प्राइभेट सेक्टरको क्यापेसिटी इन्हान्स गर्नुपर्छ भन्ने चाहिँ हामीले भन्दै आएको। त्यो अहिलेसम्म प्राइभेट सेक्टर पर्खर हेरेकै अवस्थामा उत्साहित हेर त जहिले पनि हुन्छ। किनभने प्राइभेट सेक्टर चुप लाएर बस्दैन। सहज स्थिति र असहज स्थिति मात्र कुरा हो। किनभने यहाँले पनि वाच गर्नुभएको छ, हामीले पछाडि फर्केर हेर्दाखेरि 10 वर्षको इन्सर्जेन्सीको टाइममा पनि हामी चुप लाएर बसेका थिएनौँ। त्यो पछिको यो टर्बाइल कन्डिसनमा पनि हामी चुप लाएर बसेका थियौँ। तर कस्ट अफ डुइङ बिजनेस चाहिँ कति बढ्छ र कति घट्छ भन्ने मात्र कुरा हो। उपभोक्ता चाहिँ अहिले पनि यो ढुक्क भएर लगानी गर्न सक्ने अवस्था चाहिँ बनेको छैन। पोहोर परार भन्दा यो विगतको 8-10 वर्षभन्दा त अहिले कन्फिडेन्स किन पनि बढ्यो भने स्थायी सरकार भयो। यो नीति अहिले आएको नीतिमा सानोतिनो फेरबदल होला तर ग्यालप चाहिँ नहोला भन्ने चाहिँ आइसक्यो। किनभने हिजो अस्ति चाहिँ आजको नीतिले यो भयो, अब भोलि लगानी गर्नु पर्सि फेरि अब 1.5 लाखमा बस्ने कुराहरू थियो, अब त्यो नहोला। अब कस्ट अफ डुइङ बिजनेस चाहिँ नेपालमा बढेको भयो। त्यस कारणले त्यो चाहिँ किन हुनु भयो? जस्तो अब ऊर्जा आपूर्तिको कुरामा पनि लोड सेडिङ मुक्त भनेर भनिसकिएकै छ। त्यसमा ऊर्जामा आत्मनिर्भर अहिले बाहिरबाट आयात गरे पनि त्यसलाई प्रतिस्थापन केही वर्षमै गर्ने भन्ने छ ऊर्जाको कुरामा। त्यसै गरी श्रम सम्बन्धका कुराहरूमा पनि त्यस्तो धेरै हलचल भइरहेको अवस्था होइन। त्यति हुँदै गर्दा अब स्थायी सरकार जसले चाहिँ समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा नै अगाडि सारिरहेको छ, यो हुँदै गर्दाखेरि त आर्थिक विकास समृद्धिको लागि निजी क्षेत्र त एकदम मजबुत सहकार्य गर्नुपर्ने, सारथीकै रूपमा रहनुपर्ने हो। एकदम तपाईँले भन्नुभएको जायज कुरा हो। तर अब हाम्रो एटिच्युड चाहिँ कस्तो भयो भने नेपालमा बनेको सामान भनेपछि नाक खुम्चाउने बानी चाहिँ एउटा हामी सबैमा अधिकांश हामीमा छ। अब हामीले अर्को पाटो भनेको चाहिँ नेपाल सरकार आफैमा पनि एउटा ठुलो क्रेता हो। उसले उत्पादन थोरै मात्र गर्छ, सबै हामी नै उत्पादन गर्ने अथवा आयात गरेका सामानहरू किन्ने हो। 2072 सालमा उद्योग मन्त्रालय स्तरीय निर्णय भएको छ र यो सबैले लागू गर्ने भनेको छ। स्थानीय निकायमा स्वदेशी वस्तु उपयोगको नीति भनेर बनेको छ। त्यसले निर्देशिका भनेको छ। त्यो आधारमा 15% महँगो हुँदा पनि नेपाली सामान किन्नुपर्छ भन्ने छ। यहाँ नै एफएनसिएसआईको अध्यक्ष हुँदाखेरि त्यति बेला चाहिँ यो सरकारसँग भएको एउटा एग्रिमेन्ट भन्दा पनि त्यो निर्देशिका नै हो। सबै सरकारी निकाय अथवा के अरे सार्वजनिक निकायहरूमा लागू गर्नुपर्ने। त्यो आज 75 सालको असार अन्तमा आइसक्यो तर पनि इफेक्टिभ रूपमा आएको छैन। त्यो कमसेकम त्यति खरिद गर्दै हो। त्यसमा धेरै पनि छैन, 12-13वटा क्याटेगोरीको वस्तु क्याटेगोरी छ। अब हामीले यो कलम किन्यो भने यो कलम नेपालमा बन्छ भने यही क्वालिटीमा
अथवा योसँग मिल्ने क्वालिटीमा नेपालमा बनेको छ त्यो किनिदिनु पऱ्यो, खोली किनिदिनु पऱ्यो सरकारले। मैले देखेको अनुभव चाहिँ इन्डियामा त्यो सर्टलिस्टिङ गर्छ त्यो वेबसाइटमा भनेको, त्यो वेबसाइटबाट खुरुक्क किनेर त्यो टेन्डर पनि गर्नुपर्ने, कोटेसन पनि चाहिँदैन, त्यहाँबाट खुरुक्क फल्ला मान्छेलाई किन्यो भने चाहिँ त्यो जायज हुन्छ। हाम्रो सार्वजनिक परिवहन पनि अब प्रक्रियामा छ भन्छ, अपडेटेड कसरी आएको स्वदेशी वस्तुहरूको उपयोग गर्ने कुरा निर्देशिका नै आउँदाखेरि पनि त्यसलाई लत्याउने काम हो। यहाँको वस्तुलाई चाहिँ माया गर्ने भन्ने छ। उद्योग मन्त्रालय आफैले पनि चलाएन भने चाहिँ अर्को के कुरा गर्ने। अब हामीले त सक्दो हामीले गर्दैछौँ, र पनि उद्योग मन्त्रालयको अन्तर्गतका निकायहरूमा पनि लागु भएन भने चाहिँ अन्त कहाँ हेर्नु, अर्थ मन्त्रालयमा हेर्नु जानु भयो, परराष्ट्रमा हेर्नु जानु भयो। अलिकति यो कस्ट अफ डुइङ बिजनेस त्यो हाई भयो भन्ने नै सन्दर्भमा थियौँ हामी। त्यो चाहिँ के कारणले हाई भएको? यो एउटा कारण भनेको यो ट्रान्सपोर्टेसन कस्ट चाहिँ हाम्रो बढी छ, किनभने धेरै जसो सामानहरू बाहिरबाट मास प्रोडक्सन लेभलको कुराहरूमा आयातित कच्चा पदार्थ नै हुन्छ। अर्को भनेको अब बिजुली त यो 1-2 वर्ष नै भयो पनि अलिकति फ्लो राम्रो भएको होइन भने हाम्रो इनर्जीमा धेरै बढी खर्च हुन्थ्यो। अर्को भनेको अब कस्ट अफ डुइङ बिजनेसमा हाम्रो प्रोडक्टिभिटी छैन, प्रोडक्टिभिटी कम हुनको कारण हो। त्यस्तै अब एक्सेस टु फाइनेन्सले के भन्छ भने मार्केटमा जसरी चल्यो त्यो त्यसरी पाउँदैन। तपाईँ धेरै जस्तो लघु घरेलुका साना उद्यमीहरू ब्याङ्किङ सेक्टरभन्दा सहकारी सेक्टरमा गएर ठ्याक्कै अब 3-4% ब्याज दर त्यही बढ्ने भयो। चलन चल्तीको कुरा हामी सबैलाई थाहा भएको कुरा हो, त्यस कारणले बढ्यो। अर्को अझ लघु वित्तमा गयो भने तपाईँको 22-25% पुग्छ, मेरो अनुमानमा त 32% पुग्छ, 22-25% पुग्छ भन्नु सरकार सेक्टर, त्यो कारणले बढ्यो। अर्को भनेको अब त्यो प्रोजेक्ट नै सस्टेन हो कि होइन, त्यसलाई कसरी इफेक्टिभली काम गराउनुपर्छ भने हामीसँग ऊ छैन। अनि धेरै उद्यमी व्यवसायहरूलाई चाहिँ त्यो वर्क इथिक्स र वर्क कल्चरको अथवा पररोजगारमा पनि त्यो कल्चरहरू हामीसँग छैन। 8 घन्टामा 2 घन्टा काम गरेर मेरो तलब पकाउनु पाए हुन्छ भन्ने चाहिँ मानसिकता जागिने मानसिकता बढी भयो, काम गर्ने मानसिकता, कामप्रतिको मानसिकता लेभल चाहिँ हाम्रो अपग्रेड भएकै छैन भन्ने चाहिँ। त्यसमा अब यहाँहरूको भूमिका चाहिँ के हुन्छ? अब हामीले गर्दै गरेको चाहिँ कुरा के भने अब यो विशेष गरिकन म लघु तथा सानो उद्योग सेक्टरको भएकोले लघु उद्यमीहरू चाहिँ अलि ग्रेजुएसन लेभलमा छ, तर उनीहरू धेरै इन्फर्मल सेक्टरमा छ। अब त्यसले गर्दा पनि पीडा आएको छ फेरि होइन। इन्फर्मल सेक्टरमा बसेकाहरूलाई फर्मल सेक्टरमा ग्रेजुएसन गर्नलाई अब हामी सबै अब सार्वजनिक निकायका हामी सबै चाहिँ सेवाग्राही फ्रेन्डली भएन भन्छ म चाहिँ। कति म नहोला, कति तपाईँ नहोला, कति को नहोला, त्यो हिसाब किताबको बाँकी होला। विशेष गरिकन सरकारी निकायका राष्ट्रिय सेवक कर्मचारीहरू युजर के अरे सेवाग्राही फ्रेन्डली हुनै भएको छैन। अब आजभन्दा 10-12 वर्ष अगाडि त सरकारी संयन्त्र र निजी क्षेत्रको मिटिङ बस्दाखेरि एउटा पाटो अलग्गै अर्को पाटो अलग्गै बस्नुहुन्थ्यो। अचेल चाहिँ त्यो घटेको छ। र पनि अब हामीले विकासै गर्नुपर्छ, हामीले कामै गर्नुपर्छ भने चाहिँ त्यो जुन भित्री मनदेखि आउनुपर्ने त्यो कुराहरू पाएको देखिन। कस्ट अफ डुइङ बिजनेसमा अर्को पाटो भनेको अब प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ संसारमा सबभन्दा सस्तो श्रम दर मध्ये हाम्रो हो भनेर भन्नुहुन्छ, तर त्यो चाहिँ यथार्थमा होइन भन्ने चाहिँ हामीले भन्दै गरेका छौँ। नजिकै गर्दा बङ्गलादेश र इन्डियामा मात्र हेर्दा पनि पुग्छ, तीनवटा हिमालय पार गर्नुपर्ने ठाउँ भयो। त्यति हेरे पनि पुग्ने भयो। हाम्रो त्यो कम्पेरिटिभ एडभान्टेज र कम्पिटेटिभ एडभान्टेज भएन। अर्को पाटो भनेको अब उद्यम व्यवसायहरूको पनि एटिट्युड के भयो भने लङ रनमा जाने चाहिँ सोच थियो हिजोसम्म। अब त्यो विभिन्न प्रकरणहरूले चाहिँ ट्रेडिङमा डाइभर्ट हुने ट्रेन्ड चाहिँ बढ्यो। अब ट्रेडिङ गर्नेहरू धेरै भयो, उद्योग गर्नेहरू उद्यम गर्नेहरू कम भए। त्यस कारणले पनि कस्ट अफ डुइङ प्रोडक्सन लेभल घटेपछि कस्ट अफ डुइङ बिजनेस चाहिँ बढ्ने भयो। यसमा अब प्रोडक्टिभिटीको कुरामा यसमा त उद्यमीको अलि
बढी नै हात हुन्छ अनि प्रोडक्टिभिटी बढाउनको लागि जस्तो लेबरहरूको भयो कोही प्रोडक्टिभिटी बढाउने लेभलमा चाहिँ इम्प्लोयर र इम्प्लोइ दुवैको त्यति नै हात हुन्छ भन्छु म चाहिँ होइन। जस्तो तपाईँ हामी दुईजनाले 1 देखि 100 सम्म गर्दाखेरि कति सेकेन्डमा कति मिनटमा गर्ने भन्दा तपाईँको पनि हात हुन्छ मेरो पनि हात हुन्छ। होला तपाईँले छिटो गर्नु होला मैले छिटो गरौँला त्यो अर्को बाटो हो। त जिल भन्छ नि भित्री मनदेखि मैले काम गर्नुपर्छ र आज मैले 100वटा उत्पादन गरेँ भने भोलि मैले नै 110वटा 15वटा गर्ने त्यो इफेक्टिभनेस चाहिँ जानु पर्छ। त्यसलाई एसिस्टिभिटी अर्को रोल हो। अब हामी कहाँ चाहिँ अब उद्यमीलाई पनि अब काम चलिरहेको जस्तो पुग्ने भयो। त्यहाँ काम गर्ने मान्छेलाई आफै काम गर्ने भयो भने अर्को कोही श्रमिक राखेर काम गर्ने भयो भने आज दिनमा अब 100वटा गरेर पुग्यो भने त अब भोलि योको बेच्ने नै कहिले अब किन गरेर राख्नु पऱ्यो भने त्यो चाहिँ होइन। त्यो किसिमको प्रोडक्टिभिटी एवारनेस नै नपुगेको हो कि जस्तो लाग्छ। र पनि अब एसियन प्रोडक्टिभिटी अर्गनाइजेसनको संस्थापक सदस्य नेपाल 1963 कि 1965 मा भएको थियो। जापान र कोरिया भन्ने नै कहाँ कहाँ भएको बेलामा हामी त्यस्तो काम गरेको। अब जापान कोरिया त्यो भनेपछि हाम्रो औद्योगिक क्षेत्र त्यसमा पनि साना मझौला घरेलु यी क्षेत्रहरू भनेको चाहिँ उल्टो गतिमा छन् अहिले। जस्तो यसमा अब जति विकास हुनुपर्ने प्रवर्धन हुनुपर्ने त्यति धेरै हुन सकेन परिमाण नै सके। जहिले पनि हामी साथले प्रोसेसमा छौँ भन्छ प्रोसेसमा छौँ भने के अरे इन्डस्ट्रियल प्रोसेसमा छौँ भने कहिलेसम्म हुने त हामी कुरा मात्रै धेरै आयो। अब यसमा अर्को चाहिँ एक्सेस टु फाइनेन्सको कुरामा जस्तो यहाँले अघि पनि राख्नुभयो कि लघु वित्त मार्फत लिने हो भने त ठेक्नै सकिन्न, ब्याङ्कहरूको पहुँच छैन, सहकारीबाट बढी भन्ने कुरा आयो। त्यसमा अब सरकारले सब्सिडिज दिने पनि भन्छ, जस्तो बजेटमै पनि ती कुराहरू आएका छन्। अब मौद्रिक नीतिमा पनि त्यसलाई चाहिँ विपन्न भएर कर्जामा गण्ने अझ भन्ने ढङ्गले आएको छ। यसमा अब तपाईँले उठाइहाल्नु होइन, यो लघु घरेलु तथा साना उद्योगको सम्बोधन चाहिँ बजेटमा भएको मात्र हो, त्यसलाई एड्रेस कहीँ पनि गरेन। अब मौद्रिक नीतिमा भन्दाखेरि त हिजोसम्म यो प्रायोरिटी कर्जामा थियो लघु घरेलु तथा साना उद्योग पनि। अब उसलाई त्यसलाई चाहिँ प्रोत्साहन मात्र दिने भने चाहिँ उल्लेख भएको छ। प्रायोरिटी कर्जालाई जस्तै युवा स्वरोजगारको लागि योको लागि अझ थपेर के पनि भनेको छ भने इलेक्ट्रिक भेहिकलको कर्जालाई पनि प्रायोरिटी कर्जामा गरिने छ भनेर भनेको छ। तर लघु घरेलु तथा साना उद्योगलाई चाहिँ प्रोत्साहन दिने छ भनेर भने अब एक्जिट भयो राष्ट्र ब्याङ्क चाहिँ। अर्को कुरा हिजोसम्म आजसम्म नै भनौँ विगत 8-10 वर्षदेखि हामीले होइन भन्दा पनि हो भन्दा पनि सरकारको नीति के हो 3 सम्म नीति थियो। अब सरकार निजी क्षेत्र र सहकारी भन्ने। अब अहिलेको मौद्रिक नीतिले सहकारीलाई गभर्निङ गर्ने बाटोबाट पन्छे जस्तो फिल हो मलाई त। यहाँले पनि पढ्नुभयो होला कसो। अब उनीहरूलाई नियमन गर्नुपर्ने हो, तर अब झन् छाडे छोडिने भयो कि त्यस कारणले अब झन् लिक्विडिटी क्रन्च त हुन्छ नै जस्तो लाग्छ मलाई। त्यस कारणले अब हामीले काम गर्नुपर्ने भनेको लघु घरेलु तथा साना उद्योग जुनसुकै सेक्टरमा होस् तिनीहरूलाई अपलिफ्ट गर्ने फेसिलिटेसन गर्ने कामहरू गर्नु पर्यो। सरकारले केही गर्नुपर्ने फेसिलिटेसन मात्र गर्ने कुरो। अझ मैले भन्नु खोजेँ त अब लेबर एक्टले भन्छ भोलिदेखि पर्सिदेखि त अब ब्याङ्किङ च्यानलबाट पेमेन्ट गरेर भनेर भन्छ। त्यो कति सम्भव होला नहोला, अब त्यो मिनिमम वेजेसकै कति सम्भव होला हुन्छ। यो मौद्रिक नीतिमै अलिकति केन्द्रित हो, त्यसो भएदेखि यसले पनि यहाँलाई उत्साहित तुल्याउने कुनै कुरो आएको चाहिँ छैन। यसमा अरू अलिकति म्याक्रो लेभलमा हेर्ने हो भने चाहिँ यसका सुन्दर पक्ष केही। अब म्याक्रो लेभलको कुरा गर्ने भने अब त्यही भने 30 खरबको हाम्रो वार्षिक टर्नओभर हो होइन। त्यसमा अब गिनी चुनिएका ठुला करदाता अथवा ठुला इन्टरप्राइजेसहरू भने कतिवटा छ? 1500वटा 2000वटा होला। बाँकी सबै त साना मझौला नै हो। त्यस कारणले अब उहाँहरूको फोकसमा गएर अब यसलाई प्रोत्साहन मात्र दिनेछ भनेपछि यो एक्जिट हुने पोलिसी भयो। अब हामीले भन्न खोजेको चाहिँ के भने जबसम्म यो पिरामिड लेभलमा जाँदैन, सानोबाट ठुलो पिरामिड लेभलमा जाँदैन, तबसम्म चाहिँ यो सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट चाहिँ हुँदै हुँदैन। हाम्रो लागि अर्को एउटा पनि छ, जस्तो नेपालको अर्थतन्त्र, यहाँको अरू विशेषता, अरू
सबै भू राजनीतिक अवस्था यी सबै कुराहरूले हेर्दाखेरि साना मझौला घरेलु उद्योगहरूलाई नै बढी प्राथमिकता दिनुपर्छ भन्ने पनि छ। अहिले पनि 75% त यो एसएमई सेक्टरकै योगदान छ, औद्योगिक क्षेत्रको योगदान थोरै भए पनि भन्ने छ। यसमा यहाँको एनालाइसिस चाहिँ के छ, के हो? अब यसमा चाहिँ अब हाम्रो राज्यको एनालिसिसमा लर्निङमा चाहिँ के हुन्छ भने बाहिरी देशहरूको हुन्छ, जस्तो इन्डियाको हेर्छौँ, चाइनाको हेर्छौँ, बङ्गलादेशको हेर्छौँ, अनेक देशको हेर्छौँ। तर स्केल अफ इकोनोमीमा हामी कहाँ छौँ भनेर चाहिँ हेर्ने चलन देखिएन के भने, जस्तो इन्डियामा हेर्ने भने टाइनी इन्डस्ट्रिज भनेको 25 लाखको लगानीको हुन्छ। 25 लाखको टाइनी इन्डस्ट्री भने चाहिँ हाम्रो लघु उद्यम भनेको 5 लाखको लगानीको हुन्छ। त्यो ठ्याक्कै फरक परेपछि त्यसलाई एडजस्ट गर्नु उहाँहरूको ठ्याक्कै कति गरेर ल्याउन मिल्दैन। दुई चार ठाउँमा मैले भन्ने पनि गरिरहेको छु, यो एनालिटिकल उसमा चाहिँ जानु पर्यो। त्यस कारणले अब हामीले अर्को कुरा गर्नु पर्यो भने कम्पेरिटिभ एडभान्टेज र कम्पिटिटिभ एडभान्टेज जानु पर्यो। मास प्रोडक्सन हामी सक्दैन। इन्डिया र चाइनाको बिचमा बसेर उनीहरूसँग कम्पिटिसन गरेर कुनै पनि प्रडक्टमा सक्दैन। हाम्रै अब ढुङ्गा मात्र गिटी मात्र बेचे पनि उनीहरू सक्दैन। उनीहरूलाई पुँजी दिन सक्दैन। अर्को कुरा हामीले पनि त्यति सक्दैन। त्यो आधारमा हामीले कम्पिटिटिभ र कम्पेरिटिभ एडभान्टेज जानुपर्छ। त्यसको लागि हामीलाई अरू कुनै पनि बजार चाहिएन, इन्डिया र चाइना भएको त्यति गर्न पायो भने त्यसलाई फेसिलिटेसन चाहिँ सरकारले गरिदिनु पऱ्यो। अब फर्मल सेक्टरमा आउने इन्टरप्राइज अथवा व्यवसायहरूलाई चाहिँ सेल गर्ने काम चाहिँ गर्नुभयो कमसेकम। हुन्छ, हामी यो श्रृङ्खला जारी राख्नेछौँ। दर्शकहरू, हामीले अर्थ संवादमा चर्चा गरिरहेका छौँ सरकारबाट प्रस्तुत बजेट, राष्ट्र ब्याङ्कबाट प्रस्तुत मौद्रिक नीति अनि आर्थिक वर्ष 75-76लाई आर्थिक समृद्धिको इतिहास रच्ने वर्ष भन्दै गर्दा औद्योगिक क्षेत्र र कुलगास्त उत्पादनमा योगदान राम्रै रहेको क्षेत्र र अझ विशेष गरी औद्योगिक क्षेत्रमा पनि करिब 2/3 हिस्सा ओगट्ने घरेलु साना र मझौला उद्योग र यिनीहरूको प्रवर्धनका लागि चाहिँ के गर्नुपर्छ भन्ने विषयमा हामी केन्द्रित छौँ। यो श्रृङ्खला जारी रहनेछ ब्रेकपछि। प्रस्तुत बजेट, मौद्रिक नीति अनि यसले लघु घरेलु तथा साना उद्योगहरूको प्रवर्धनका लागि के कस्तो भूमिका निर्वाह गर्न सक्छ, यसले निजी क्षेत्रलाई कतिको उत्साहित तुल्याउन सकेको छ लगायतको विषयमा यसका लागि हामीसँग अतिथि हुनुहुन्छ घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष एवं एसएमई फोरमका अध्यक्ष हुनुहुन्छ सुरेश प्रधान। पुनः स्वागत छ यहाँलाई। हामी केन्द्रित रह्यौँ डुइङ बिजनेसका कुराहरूमा, त्यसै गरी यो क्षेत्रको चाहिँ प्रवर्धनका लागि सरकारले खेलेको भूमिका लगायतको कुराहरूमा। अब अलिकति अहिलेकै कन्टेम्पोररी कुराहरूमा, जस्तो औद्योगिक क्षेत्रको औद्योगिक उत्पादन, हाम्रो यहाँको आन्तरिक उत्पादन त्यति धेरै हुन सकिरहेको छैन। आयातमा धेरै चिजहरू निर्भर गर्नु परेको छ। कम्तीमा 10-12 गुणा बढी चाहिँ हामीले आयात गर्छौँ निर्यातको तुलनामा। त्यो हुँदै गर्दाखेरि अहिले जुन पारिश्रमिक वृद्धिको कुरा पनि आएको छ, न्यूनतम पारिश्रमिक निर्धारण भएको छ, यसले प्रोडक्सनमा कतिको सहज तुल्याउँछ, यो कतिको उद्योग मैत्री छ अथवा श्रम मैत्री छ अथवा यी दुवैको सन्तुलन मिल्न सक्छ? अब यसमा चाहिँ विशेष गरी के भने अवश्य मानवीय रूपले अब श्रमिकको ज्याला बढाउनु पर्ने अवस्था थियो, छैन भने चाहिँ हामी नकार्न सक्दैन। अब विगतका दिनहरूमा राजनीतिक दलका नेताजीहरूले अथवा यो श्रम लाइनमा बस्ने साथीहरूको एक्सपेक्टेसन चाहिँ 5 डिजिटको तलब हुनुपर्छ भन्ने एक्सपेक्टेसन थियो नि। किनभने विगतसम्म चाहिँ 9,700 थियो न्यूनतम ज्याला दर। अब त्यसबाट बढेर चाहिँ 4 डिजिट त हुन्छ नै भन्ने चाहिँ 5 डिजिट त हुने नै भयो भन्ने चाहिँ हामीले पनि भनेका थियौँ। तर नेगोसिएसन कसरी भयो भने 22,000 25,000बाट सुरु भयो। अब बल्ल 13,450 हो, तर पनि त्यो पनि टेक्न सक्ने अवस्था चाहिँ छैन। त्यसमा हेर्दाखेरि त त्यो एकदमै थोरै हो नि, 13,450 रुपियाँ नि। अब एउटा मजदुरसँग त यसको परिवार पनि आश्रित हुन्छ होला, त्यतिले त। तर कन्भेन्सन चाहिँ कसरी फरक भयो भने हिजो एउटा मान्छेले कमाएर 4जना 5जना ठेक्ने सिस्टम थियो भने अब 4जना परिवार छ भने कम्तीमा 2जनाले काम गर्छ, 2जना डिपेन्डेन्ट हुन्छ भन्ने त्यो कम्पेरिटिभमा पनि आउनु पऱ्यो। किनभने अब
पनि हुँदैन भने हामीले पनि सोचिरहेको हो। रोजगारदाताहरू सबैले सोचिरहेको भएको छ। तर अब रोजगार स्थान नै नहुने गरी त्यो ज्याला दरमा त बढाएर पनि हुँदैन भन्ने एउटा बाटो अर्को छ। अब अहिले हामीले कुरा गरेर कस्ट अफ डुइङ बिजनेसको कुरा यो पनि भयो। अब अलिकति लागत बढ्यो, 40% यसमा बढ्यो भनेपछि टोटल प्रोडक्सन कस्टमा केही नभने 8-10% त बढ्ने भयो। अब त्यसले गरेर वास्तवमा न्यूनतम ज्याला दर 9,000 गरे पनि 13,000 गरे पनि आखिरमा इम्प्लोयरले इम्प्लोइलाई दिनुपर्ने काम त आजसम्म पनि दिइरहेको। जस्तो ठुला अर्गनाइज होटलहरूमा त मिनिमम 15,000-16,000 दिइरहेछ भन्ने सुनेको छु मैले। त्यस्तै अब कहीँ त अब बोर्डिङ स्कुलहरूमा त 3-4 हजारमा पनि काम गरिरहेछ भनेर सुनेको छु। सेक्टरल कुरा गर्नु भने त्यो कुन लेभलमा कसरी एग्रिमेन्ट भयो यसलाई चाहिँ कमसेकम हामीले भन्नु खोजेको चाहिँ इम्प्लोयर र इम्प्लोइको एग्रिमेन्टको भयो भने त्यसलाई सदर मान्नुपर्छ भन्ने एउटा बाटो भयो। अब त्यो उसले भात खान पाओस् कि नपाओस् मतलब चाहिँ जस्तो हामीले प्रोडक्टिभिटी बढाउने कुरा पनि गऱ्यौँ, अरू कुरा पनि गऱ्यौँ। त्यो हुँदै गर्दाखेरि जस्तो नाफामा त साँच्चैकै प्रभावित ल्याउँछ, खर्च लागत त बढ्छ उद्यमीको, तर ऊ बाँच्ने खालको पनि पारिश्रमिक पाएन भने त उसले बाँच्ने खाले त पाउनुपर्छ भने उसलाई अलिकति प्रोत्साहित आजको दिनमा पनि त्यस्तो छैन अधिकांश फाटाफुट्टा त्यो अपवाद बाहेक त्यस्तो भइरहेको। जस्तो अब कम्पेयर गर्दाखेरि हामीले पत्रिकाहरूमा त्यो मिडियाहरूमा हेरिरहेको छौँ, पढिरहेको छौँ। मलेसियामा 12,000 रुपियाँ प्रति महिना पाउँछ, 1.5 लाख रुपियाँ खर्च गर्न जानुपर्छ। 12,000 रुपियाँ त्यहाँ पाउने, उसले 16 घन्टा काम गर्यो अथवा 18 घन्टा काम गर्यो भने 20,000 झन्डै पुग्ला नपुग्ला अर्को बाटो हो। त्यसले फेरि अर्को 2 वर्षपछि फेरि अर्को ऋण बोक्नुपर्छ, फेरि त्यो झमेला छ। तर हामी कहाँ यहाँ हुँदै पनि अब यसलाई 13,450लाई फेरि घटाउने कोसिस गर्न खोजेको मैले हेरेँ कि डिलिङलाई चाहिँ त्यसलाई मान्न पर्यो। किनभने अब यसकै लागि पनि हाम्रो श्रम बजारमा त वर्षेनी 3.5-4 लाख मानिसहरू नयाँ थपिने गर्छन्। उनीहरूलाई रोजगारी दिन सकेको छ त अहिले? अब यही इन्करेजमेन्टले हिसाबले अब के भन्छ पहिला गल्लावाल भन्ने मान्छे युवाहरूलाई लिएर जान्थ्यो त्यहाँ लाने गर्नु। त्यो ट्रेन चाहिँ हामीमा धेरै बढ्यो कि क्वान्टमली 50-52 सालदेखि धेरै पोलमा बढेको छ। त्यसलाई चाहिँ अब हामीले कल्चरली संस्कारले पनि के भन्दैन भने आफ्नै गाउँठाउँमा खाएर बस्यो भने चाहिँ निकममा भयो होइन। विदेशमा गएर जे गरेर खाए पनि अब त्यो राम्रो काम गरेर विदेशमा मलायमा गएछ कहाँ गएछ भन्ने चाहिँ कुराहरू गर्दैन। त्यो संस्कारलाई चाहिँ हामीले सपाल्न सकेनौँ। अब हामीले भन्नु खोजेको चाहिँ अब कस्ट अफ डुइङ बिजनेस र प्रोडक्टिभिटी लेभलमा चाहिँ मेरो विचारमा लघु तथा साना उद्योग क्षेत्रमा एक्सप्लोइट भएको चाहिँ थोरै मात्र पाएको छ मैले, नभएको भनेर चाहिँ भन्न सक्दिनँ। त्यो कहाँ भएको छ भने इन्फर्मल सेक्टरमा बढी भएको छ, फर्मल सेक्टरमा भएको छैन। अब अपवाद भने सबै ठाउँ हुन्छ। त्यस कारणले अब हामीले पनि काम गर्दाखेरि अब 9,700 आज थियो, 13,450ले पुगेन, हामीले 22,000 चाहिन्छ। त्यो 22,000 पाएन भने त्यो 13,450 पनि हामी काम गर्दैनौँ, बेरोजगार बस्छौँ भने कुनै श्रमिक सङ्गठन ट्रेड युनियनहरूको पनि स्टेटमेन्टहरू पढिरहेको छु मैले। त्यसलाई चाहिँ अब कसरी रिपरकटिभ इफेक्ट चाहिँ कसरी लिने भन्ने चाहिँ कुराहरू अब जुन अघि तपाईँले भन्नु नि श्रम विवाद चाहिँ 2-4 वर्षमा धेरै कम भएको छ। अब विवाद बढ्ने कि भन्ने चाहिँ डर भयो। भनेपछि यो नयाँ नेगोसिएसन हुने बित्तिकै नयाँ एउटा एग्रिमेन्ट हुने बित्तिकै त्यसमा अलिकति समस्या। अर्को यो सरकारले नि हामीले अलिकति विषयवस्तु छोयौँ तर विस्तृत गर्न सकिएन। 5 लाख रोजगारी सिर्जना गर्ने भनेको छ आर्थिक वर्ष 75-76मा। त्यसका लागि यो एसएमई सेक्टरबाट हुन सक्ने योगदान कति हुन्छ? यो क्षेत्रबाट कति रोजगारी? अब यसमा चाहिँ उद्योग मन्त्रालय अन्तर्गतको निकायले गर्यो भने उनीहरूको अप्टिमम भनेको जेनरल कुरा गर्दाखेरि बिलको एक्सपेन्डिचर गर्दाखेरि 50,000 देखि 75,000को उहाँहरूले गर्नुहुन्छ। त्यो ट्रेनिङ दिने त्यो योग्यता बनाइदिनु भने, तर रियल उद्यमी बन्ने मान्छे भनेको 10-15,000 मात्रै हो हामीले देखिरहेको।
अब स्वस्फूर्त अब उद्यमी व्यवसाय बन्न खोज्नेहरूको रेट चाहिँ जबदेखि यो इन्सर्जेन्सीको टाइम सक्यो, लोड सेडिङको प्रेसर चाहिँ सक्यो, बढे छ भनेको मतलब अब म के गर्छु भने चाहिँ आँकै हो। त्यसबाट क्याप्चर गर्ने बेला स्टिल उनीहरू पनि इन्फर्मल सेक्टरमा बढी भएको देख्छु म। तथापि पहिलाको ट्रेन्डभन्दा धेरै घटेको छ। त्यस कारणले यो बढेको छ, तर 5 लाख चाहिँ ठ्याक्कै बनाउन सक्ने चाहिँ अवस्था देखिएको छैन मैले। किनभने भने नि मैले 1 लाखदेखि 3 लाख रुपियाँ लगानी हुनुपर्छ एउटा रोजगार सृजना गर्दा है। त्यसको लागि फन्ड नै छैन। सिम्पल कुरा गर्नु 13,450 रुपियाँ प्रति महिना दिएपछि 12 महिनामा कति हुने भयो? त्यो पैसा त चाहियो नि, 2 लाख रुपियाँ आउँछ। त्यो भएपछि त्यो इन्भेस्टमेन्ट त्यो गर्नलाई ऊ तलब दिनलाई मात्र त्यो भयो। इन्फ्रास्ट्रक्चर डेभलपमेन्टलाई फेरि अर्को 25% 30% त लानु पऱ्यो। 3 लाख रुपियाँ त सालाखाला आउने भयो। त्यसको मल्टिफोल्डमा 5 लाख भनेको मेरो हिसाबले 150 करोड आउँछ होला, 1.5 करोड जति आउँछ होला। त्यो लगानी त्यसलाई मात्रै चाहियो, अथवा 150 अरब चाहिन्छ। प्रोजेक्ट राम्रो आयो त्यो खालको भनेदेखि त ब्याङ्क वित्तीय संस्थाहरूबाट पैसा कहाँ छ? पैसै छैन ब्याङ्कसँग अहिलेको हिसाबले। मजदुर नीतिले पनि त्यही भन्छ, 48 अरब कि 42 अरब त्यो उनीहरूको त्यो रिजर्भ फन्डमा राखेको अर्को पाटो भनेको बजेटले के भनेको स्थानीय ऋण चाहिँ 150 अरब कि 187 अरब उठाउने भनेको छ। त्यसमा म्याचिङ भएर धेरै भनेपछि आउने वर्ष पनि अर्को 1 वर्ष पछि हामीले यदि कुरा गऱ्यौँ भने त्यति बेला पनि औद्योगिक क्षेत्रको लागि पर्याप्त बजेट भएन, पुँजी भएन, अथवा वित्तीय क्षेत्रबाट लगानी पनि आउन सक्ने अवस्था रहेन, वित्तीय पहुँच पुग्नै सकेन भन्ने नै हाम्रो समीक्षा हुन्छ। अर्को एउटा पाटो चाहिँ मैले देखेको चाहिँ अब म त हुन त म इकोनोमिक विषयको विद्यार्थी चाहिँ होइन। हुनसक्ने चाहिँ इन्फर्मल सेक्टरलाई फर्मल सेक्टरमा ल्यायो भने त्यसको रिफ्लेक्सन चाहिँ देख्न सक्छ होला। किनभने झन्डै 50-60% चाहिँ इन्फर्मल सेक्टरले धानेको देश हो हाम्रो। अब उनीहरूलाई फर्मल सेक्टरमा ल्यायो भने त्यो ठ्याक्कै गणना गर्दाखेरि आउन सक्ने हुन्छ एउटा। अर्को भनेको अब हामीले इन्भेस्टमेन्टलाई जस्तो यो फाइनेन्सियल फ्रन्ट्सको हिसाबले राष्ट्र ब्याङ्कदेखि सबै सरकारले पनि ब्ल्याक मनी व्हाइट मनी भयो भन्ने त्यो जुन कुराहरू त्यसलाई मिटिगेसन मिटिगेट कुरामा ल्याउनलाई आजको दिनमा 10 लाखभन्दा बढी टर्नओभर हुने सोर्स देखाउनु पर्ने कामहरू भइरहेको छ। अब मेरो विचारमा अब 10 लाख रुपियाँ भनेको ठुलो कुरा होइन। अब के होइन भने त्यसलाई 10,000 रुपियाँ बनाउनु पऱ्यो, के होइन भने 10,000 रुपियाँ बनाउनु पऱ्यो, होइन भने त्यो 10 लाखलाई छोडिदिनुहोस्। अब 2 वर्षमा अथवा